पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल ल त्रिशुली बजारै गयो यार। ल गयो यार। ओ ए सिलास यता आऊ यता आमामामा यार बजारै गयो यार। यहाँ नबसौँ ल, अलि टाढा बसौँ टाढा। यो पुरै ल घरहरू जम्मै गयो। ल घरहरू जम्मै गयो। यो पुरै आमामा ड्याम यार। मेन बजार जुन चाइना हुँदै काठमाडौँ जाने बाटो बजार थियो यहाँ, अब अहिले केही पनि छैन। हेर्नुहोस् है हामी यहाँ उद्धारका लागि हामी आइसकेका छौँ, तैपनि केही पनि कुनै पनि मान्छे पनि हुनुहुन्न। फर्किन्छ यहाँ भित्र केही पनि छैन सर, बस भित्र हेर्नु सर के झोलामा छ मान्छे छैन सर। यता यस्तो छ अब चाहिँ बजार हो। हामी यहाँ सकेसम्म आफ्नो गर्दैछौँ। हो यो साथीहरू दुःखद खबर, यो पेत्रावती रसुवा जिल्ला हुने मेन मुख्य तलको सुरुको बजार हो। अहिले केही पनि छैन यहाँ, हजुरले देख्न सक्नुहुन्छ। हुन्छ सर। आदरणीय नदी तटीय क्षेत्रमा बसिरहनुभएका जनसमुदायहरू
यस नारायण नदीको मुहान क्षेत्र विशेष गरी रसुवा क्षेत्रमा आइरहेको ठुलो वर्षा र बाढीको कारणले गर्दा त्यस क्षेत्रमा ठुलो जनधनको क्षति भइसकेको अवस्था न्युजहरूमा पनि आइसकेको कारणले गर्दा र त्यो बाढी एकदमै हामीले आकलन गरेको भन्दा पनि एकदमै ठुलो 100 मिटर डिस्टेन्ससम्म चाहिँ त्यसले प्रभाव राखेको भनेर पनि सूचना आइसकेको छ। हजुरहरू अहिले बसिरहेको स्थान एकदमै असुरक्षित स्थान हो। यस स्थान हुँदै बगेर आउँदैछ बाढी। तपाईहरू तत्कालै आफूले गरिरहनु भएको व्यवसाय छ भने व्यवसाय बन्द गरेर सुरक्षित स्थानमा गइदिनुहोस्। आफूसँग भइरहेका आश्रित बालबालिकाहरूलाई पनि सुरक्षित स्थानमा लगिदिनुहोस् र तपाईहरूको मानवीय धर्मको हिसाबले तपाईहरूले यस नदी क्षेत्रमा आइरहनु भएका अज्ञात व्यक्तिहरूलाई पनि यो सूचना जानकारी गराउनु होला कि नदीमा ठुलो बाढी आउँदैछ, ठुलो जनधनको क्षति हुँदैछ। यो क्षतिबाट बच्नको लागि हामीहरू सुरक्षित स्थानमा जानुपर्छ भनेर तपाईहरूले सम्पूर्ण जनसमुदायहरूलाई जानकारी गराउनु होला र आफू पनि सुरक्षित स्थानमा गइदिनु होला भनेर वडा प्रहरी कार्यालय नारायणगढ चितवन र जिल्ला प्रहरी कार्यालय चितवन हजुरहरूलाई हार्दिक अनुरोध गर्दछ। धन्यवाद। नारायणी नदीमा आकाशमा पानीको बहाव बढ्न गएको हुँदा नारायणीको छेउछाउमा माछा मार्ने, कपडा धुने, पौडी खेल्ने, दाउरा झिक्ने, घाँस काट्ने, गाई भैँसी चराउने कार्य बन्द गरिदिनु होला। नारायणीको पानी खतराको घन्टीभन्दा माथि बढेछ। वरपर नारायणीको वरपर बस्तीमा डुबान हुन सक्छ। हजुर चाहिँ बेलैमा सचेत रहनु होला। जिल्ला राष्ट्रमा बाढी पहिरो घोषणा आएको हुनाले गैंडाकट होल नम्बर 2 निवासी स्थानीयवासी तथा बुद्धिजीवी बदलावादी स्थानीय महिला आवा वृद्धहरू आवश्यकता अपाङ्गहरू यस खोला किनारमा नबसिदिन विनम्र अनुरोध गर्दछ। जिल्लाका प्रहरी कार्यालय गैंडाकट सूचना 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 खोला छेउमा बस्ने हसिन्दै दिदीबहिनी तथा दाजुभाइहरू यस तटीय क्षेत्रमा बस्ने सम्पूर्ण दिदीबहिनी दाजुहरूले सुरक्षित स्तरमा सरिदिन विनम्र अनुरोध गर्दछु। इलाका प्रहरी कार्यालय गैंडाकट। कतिवटा ग्यास सिलिन्डर सिंचाई अफिस एरिया, बुङ्गुर एरिया, पारिपट्टि पावर हाउस एरिया। यो तल्लो सिंचाई अफिस केही छैन, तलको कारखाना प्लास्टिक फ्याक्ट्री केही छैन। लगायत यो पुल पारी चौतारा बाँकी छ। पारीको बाटो अलिअलि बाँकी छ, मान्छे अलिअलि देख्न सक्नुहुन्छ। त्योभन्दा बाहेक यो बुङ्गुर पालन गर्ने सबैभन्दा यो डाँडाको सबैभन्दा कुनाको एरिया। यो बङ्गुर फर्महरू यही भित्र हिलोमा छन्। अहिले सबै बगाएको अवस्था छ। यो लगायत यो सोलरको प्यानलहरू लगभग 10% भन्दा बाँकी केही पनि छैन। यहाँबाट सिधै गौरेसीको कफी देखिन्छ। यो पुरै एरिया हानेको छ र यहाँबाट लिएर गएर यो सोलर अफिसभन्दा माथि जेडी बोर्डिङ एउटा सुरक्षित बाँकी छ। त्योभन्दा बाहेक केही पनि बाँकी छैन। ल योभन्दा माथि हावाघरबाट तलको एरिया यिनीहरू नै हुनु अहिलेको लेटेस्ट अवस्था।
यो चाहिँ बेनीघाटबाट गोर्खाको घ्यालचोक जोड्ने पुल हो। यो पुलको चाहिँ माथिसम्म पानी आए पनि यो पुलमा भने अहिलेसम्म कुनै क्षति पुगेको छैन। भागे पुला माथि उभिरहेको छोरा भागे। हेलो हेलो ओए त्यही त पोलको मिटिङ गर्नु छ। पानी ढुङ्गामा उलिसकेको छ। भागो 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 भागो। हे भगवान पानी ठाका ढुङ्गेको पेट्रोल पम्प लिएर आइसक्यो। पानी ढुङ्गेको पेट्रोल पम्प परमेश्वर के आला छ। हे भगवान हजुर खोला हेर्नु सक्नुहुन्छ। खोला यहाँ भागो 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 माथि भाग। भगवान खोला चाहिँ ढुङ्गेको बेताई जाने माथि आइसकेको छ। घर दोकान बनाउनु पर्ने थालिसकेको छ। हे भगवान भगवान हेर्नुहोस् अवस्था हेर्नुहोस्। गाडी सबै बगायो। हामी जहिले माथि बान्द्रेमा छौँ। तार पनि सबै झोल्यो। ए त्रिशुली बजार सबै डुबान। पानी नजिक आइसकेको छ। ओ दाइ बिस्तारै दाइ बिस्तारै बिस्तारै आउनु माथि बिस्तारै बिस्तारै आउनु बिस्तारै बिस्तारै आउनु यता आउनु। हेर्नुहोस् त त्यहाँ ल माथि केही छैन। ढुङ्गे बजार पुरै डुबेको छ। हेर्नुहोस् त्रिशुलीको अवस्था।
त्रिशुलीको पावर हाउसबाट केही छैन, पावर हाउस पनि सबै सक्यो।